सुविधै सुविधा, कतै छ दुविधै दुविधा। यो दृश्य हो गोर्खाको बालपाक्सुलीकोट गाउँपालिकाको, जुन घ्याम्पेसाल देउराली हुँदै होडीखोला जाने बाटो। यो ठ्याक्कै होडीखोला हो र आज यो ठाउँमा यात्रा गर्ने क्रममा मैले पनि यो समस्या झेलेँ। कयौँ मान्छेहरू गाउँबाट सहर विभिन्न काम औषधि उपचार गर्नको लागि त्यो बाटो गाडी नचल्ने भएकोले जिप चढेर जाने गर्दा रहेछन्। गाडी अरू बेलामा चाहिँ चल्ने, तर बर्खाको बेला नचल्ने। पुल पनि बन्न नसकेको, बनाउँदा बनाउँदै बित्थामा अधकल्चो बनाएर छोडेको रहेछन्। पुल बनाउनको लागि बजेट त लिएर आयो, तर बजेट लिएर आएर के गर्ने? काम गर्न थालेर अधकल्चोमै छोडिदिँदा रहेछन् ठेकदारहरूले। हामी कयौँ बेर कुर्यौँ कति बेला यहाँबाट गाडी जान्छ र कति बेला हाम्रो गन्तव्यमा पुगिन्छ भनेर, तर गाडी जान सम्भवै भएन। बर्खाको बेलामा अप्ठ्यारो बाटो भएकोले दुईटा जिप जाँदो रहेछ, त्यही पनि खोलाको बाटो हुँदै डराई डराई यात्रुहरू जानुपर्ने। हामी कयौँ समय डोजर बोलाएर डोजरलाई कुर्यौँ, तर डोजरलाई बोलाउँदा पनि सम्बन्धित निकायले डोजर टाइममा नपठाइदिने, माथि फोन गर्नुपर्छ भनेर हामीलाई टारिरहेका थिए। तर के गर्ने, हामीलाई त डोजरको प्रतीक्षा गरेर हाम्रो गन्तव्यसम्म पुग्न पर्ने थियो। यसो यताउता हेऱ्यो, न पसल छ, भोकाएको यात्रुहरूलाई खाने ठाउँ न केही छ न केही छ। त्यहाँ नजिकै एउटा पानी घट्टा रहेछ, पानी घट्टाबाट बिजुली उत्पादन गरेर त्यहाँको स्थानीयले त्यहीँ मकै गहुँ धानहरू पिन्ने गर्दा रहेछन्। लामो प्रतीक्षापछि बल्ल तल्ल डोजर आएर बाटो खन्न थाल्यो, तर डोजरले बाटो खनेर उठ्ने फेरि कहाँ हुन्छ र? निकै समय लाग्यो। लगभग हामी त्यो खोलामा 2 घन्टा जति बसिसकेका थियौँ। डोजर आयो, बाटो खन्न थाल्यो, मान्छेहरू पनि खुसी हुन थाले। अब त चाँडै आफ्नो गन्तव्यमा पुगिने भइयो भनेर। बर्खाको बेला पुल नहुनु पनि ठुलो समस्या छ। अरिबाट पारी जानको लागि बल्ल टल्ल डोजरले आएर ठुल्ठुला ढुङ्गाहरू पल्टाउन थालेपछि यात्रुहरूको पनि आशा पलायो। अब त समयमै गन्तव्यमा पुगिन्छ, कार्यालयमा समयमै पुगिन्छ, अनि आफूले गर्नुपर्ने काम गरेर सकिन्छ भनेर। बल्ल तल्ल डोजर आएर अलिअलि खनेपछि आशा पलाएर हामी पारिपट्टि गएर बस्छौँ है भनेर ड्राइभर दाइलाई भनेर हामी पारिपट्टि जान लाग्यो। पैदल यात्रु हिँड्ने पुल पनि एकदमै नाजुक अवस्था रहेछ। मात्र फलामको डन्डी मात्रै हालिदिएको, सिडी पनि नलगाइकन छोडिदिएको। हामी पारिपट्टि पुग्यौँ। पारिपट्टि पुगेर एकछिनपछिको प्रतीक्षापछि बल्ल तल्ल बाटो बन्यो। बाटो बनेपछि गाडी पनि पारी बिस्तारै बिस्तारै आउन थाले। गाडी डराई डराई ड्राइभर दाइले पारिपट्टि लिएर आउनुभयो। बल्ल तल्ल यहाँबाट त निस्केको थियौँ, तर के गर्ने, अर्को ठाउँमा पनि त्यस्तै भएको रहेछ बाटो। त्यो ठाउँमा पनि गयो, डोजरले खनिरहेको रहेछ। हामी चाहिँ डोजरभन्दा हल्का पछाडि थियौँ। त्यहाँ पुल बनाउनको लागि डन्डीहरू त राखेको, तर बिच्चामै काम छोडेर भागेको। अनि फेरि डोजरले खनिसकेपछि बाटो तयारी भयो। बाटो तयारी भएपछि लगभग 2 घन्टाको कच्ची बाटो यात्रा गरिसकेपछि हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। यो समस्या गोर्खामा मात्रै होइन, विभिन्न जिल्लामा छ। त्यसैले छिटोभन्दा छिटो सम्बन्धित निकायको
यस्तो ठाउँमा ध्यान आकर्षण होस्। धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको